ल हेर्नुहोस् यो अर्को नास्ता बन्दैछ। यो चाहिँ चिउरा अन्डा सर्लक्क यो चाहिँ इलेक्ट्रोनिक टुलोमा लगभग ग्यास चाहिँ लाइनमा राखेको 4 दिन भयो। अहिलेसम्म ग्यास पाइयो होइन। अब के गर्ने, अब एउटा उपाय त बनाउनु पर्यो। त्यसैले गर्दा अब यो इलेक्ट्रोनिक चुलोबाट चाहिँ अलिअलि सामान्य नास्ताहरू पानीहरू तताउन चियाहरू खानलाई चाहिँ हल्का फुल्का हुँदो रहेछ। यसबाट चाहिँ आज हामीले गरिरहेको फर्स्ट टाइममा त बसमै डर लाग्यो, पछि चाहिँ गर्दै गएपछि चाहिँ बानी लाग्यो। राम्रो रहेछ। यसको सिस्टम के रहेछ भने तपाईँको पहिला चाहिँ बटनबाट प्लगमा जोडेर बटनमा अन गर्ने, त्यसपछि यताबाट अन गर्ने, अनि यो पावर यसमा चाहिँ यसमा अन गर्ने। यहाँनिर छ बटन अन गरेपछि अनि त्यसले देखाउँछ, अनि त्यस बल्ल फ्राई प्यान बसाल्ने, अनि फ्राई प्यान तातेपछि चाहिँ बल्ल अब के राख्ने हो, के बनाउने इच्छा छ होइन। त्यसै अनुसार अब त तपाईँको फेरि पछि के गर्ने भने अब यसलाई ढाक्नु पर्ने अवस्था हो भने यसको पावर कम गर्ने है। त्यही फुल पावरमा चलाउनु भयो भने चाहिँ यो जल्न सक्छ। त्यसैले यसलाई पावर घटाउने अनि त्यसपछि ढाकेर राखिदिने, अनि यो चाहिँ राम्रोसँग पाक्छ है। अनि त्यो फुल भएपछि चाहिँ यो सबै पाकिसकेपछि चाहिँ के गर्ने भन्दाखेरि अनि यसलाई चाहिँ यहाँबाट अफ गर्ने। अफ गरिसकेपछि त्यो बटनबाट चाहिँ यो पङ्खा चल्दासम्म यो बटनबाट अफ चाहिँ नगर्ने है। नाइ भने त्यो बटनबाट अफ गऱ्यो भने पङ्खा चल्दा चल्दै बिग्रिने सम्भावना धेरै हुन्छ है।